म यो पानी जहाजको यात्रामा रहेको छु। पानी जहाजको म आज तेस्रो तलामा छु। यो मेरो बसेको नजिकै सिटबाट कोठाबाट पानी जहाजबाट देखिने बाहिरको दृश्य अहिले यस्तो देखिरहेको छ पानी जहाजको। र यतापट्टि बस्नको लागि यसरी कोठाहरू व्यवस्थित रूपमा रहेका हुन्छन्। यहाँ देख्न सक्नुहुन्छ सोफामा बसेर पनि तपाईँले यात्रा गर्न सक्नुभयो भने यतापट्टि यसरी सुतेर पनि तपाईँले पानी जहाजको यात्रा गर्न सक्नुहुन्छ। सुतेर आरामदायी रूपमा पानी जहाजको यात्रा गर्न सक्नुहुन्छ। अहिले यतापट्टि यो मैले यात्रा गरेर बसेर यात्रा गर्ने कोठा यहाँ देखाइरहेको छु। बसेर यात्रा गरिरहेको कोठा। यहाँ तपाईँलाई अलिक बोरिङ फिल हुँदा टिभी हेर्दै पनि यात्रा गर्न सक्नुहुन्छ। बाहिरको दृश्य यस्तो देखिरहेको छ। अब यहाँबाट अलिकति यता बाहिरपट्टि गएपछि यस्तो देखिन्छ। यो इन्फर्मेसन काउन्टर भयो। त्यहाँबाट टक्कसँग यतापट्टि तातो चिसो खानेकुराहरू निकालेर खानको लागि यो भेन्डिङ मेसिनहरू भयो। यहाँ बाहिरपट्टि समुद्र यस्तो देखिरहेको छ। ल हेर्न सक्नुहुन्छ बाहिरको दृश्य। क्या गजबको दृश्य छ। वाउ, गजब छैन त? गजब। वाउ, अब हामी टक्कसँग भित्र जान्छौँ। भित्र गएर चाहिँ यहाँनिर आफ्नो कोठातिर जान्छौँ। उता अगाडिपट्टि त्यो प्यासेजबाट जान सकिन्छ भने तल्लो तलामा जानको लागि तपाईँ यहाँबाट जान सक्नुहुन्छ। हेर्न देख्न सक्नुहुन्छ तल यात्रुहरूको सामानहरू सुरक्षित रूपमा राखिएको छ भने उतापट्टि पनि मानिसहरूको बस्ने ठाउँ रहेको छ। हेर्न सक्नुहुन्छ यतापट्टि यसरी विभिन्न खालका सिटहरू पानी जहाजमा उपलब्ध हुन्छन्। विभिन्न किसिमका सिटहरू हेर्न सक्नुहुन्छ। अब हामीले यात्रा गरिरहेको कोठातर्फ बसेर यात्रा गरिरहेको कोठातर्फ लाग्दैछौँ। मैले जहाँ बसेर अहिले यात्रा गरिरहेको छु यो चाहिँ भेन्डिङ मेसिनहरू। यसरी विभिन्न खानेकुराहरू यहाँबाट निकालेर खान सक्नुभयो तपाईँले। चक्लेट लगायत यो चिसो तातो कुराहरू। अब यो दोस्रो तल्ला। अब म माथिल्लो तेस्रो तल्लामा गइरहेको छु जहाँ मैले अहिले बसेर समुद्रको भ्यू हेर्दै आनन्दसँग भ्यू हेर्दै यात्रा गरिरहेको छु। तपाईँलाई म देखाउँदैछु म बसिरहेको कोठा। हेर्न सक्नुहुन्छ तपाईँले टक्कसँग यतापट्टि यस्तो रहेको छ। धन्यवाद।